हाम्रो राम्रोसँग पचा गर्न पनि दिएन नि होइन। ल हामी चाहिँ पोखरा फेवातालमा छौँ अहिले। हामी काका टेकु म अनि चारजना हिँडिरहेको यहाँ ठक्कै दाइले मजाले चालिरहनु भएको छ। हामी चाहिँ ठ्याक्कै नाउँमा चाहिँ मजाले आनन्दसँगले हिँडिरहेको यहाँ बसिरहेको छ बोटमा चाहिँ। अनि दाइको इन्ट्रोडक्सन खोइ अब तिम्रो यो त रियो इन्ट्रोडक्सन फेरि अघिको डिलिट यस्तो पाराले चेरी ल। नमस्ते दाजु बहिनी तथा दिदी भाइहरू। क्यामेराम्यानमा हुनुहुन्छ हाम्रो मगर परिवारको टेकु मगर। आज टुरको कति तेस्रो दिन पोखरा आइपुगेको छौँ। चौथो दिनमा अहिले फेवातालमा यसो घुमघाम मजा भइरहेछ। ल फेरि अब वीर काकाले भन्दैछ हाम्रो काकाको इन्ट्रोडक्सन आइदियो फेरि। म त अब सबै छोराछोरीसँग टुरिरहेको छु होइन। केटाले फन गरिरहेछ, रमाइलो भइरहेछ। म त खुसी छु, आइएम ह्याप्पी। खुसी छ नानी। अब तपाईँको नि पछाडिदेखि एक दुईवटा चाहिँ भनिदिनु नि। मलाई पनि धेरै खुसी लाग्यो किनभने अब यतातिरको पूर्वकै माथि नेपालै हाम्रो घर हो। तर पूर्वेली आवाज टोन सुन्दा बेग्लै आनन्द आउने खुसी लाग्यो। हाम्रो मजा हुँदो रहेछ, झिलिमिली हुँदो रहेछ नि पुरा उतातिर। अझै बेलुका चाहिँ मजा कति बजीसम्म खोल्नु बेलुका? भरे 11 बजीसम्म होला। यो बजार त रातभरि खोल्छ। रातभरि पनि बोट चाहिँ 6-10 तिर बन्द हुन्छ। रात पनि पर्ने बेला भयो नि। जाल चाहिँ बेस तपाईँले तर आफै आउनु मिल्ने अब बोट भयो त्यो चाहिँ फस्दैन किनभने त्यो होइन प्लसहरू त्यो हुनु नि त त्यसमा खुला हुन्छ नि त। लिमिट चलाएको चाहिँ तार बताएको आफूले सिक्नु पर्यो पहिला। हजुर आफूले सिकेर चाहिँ त्यस पछाडि अनि पास भएपछि चाहिँ आफूले चलाउनु पाइयो। यो चाहिँ हजुरकै बोट होइन कम्पनीको चालक मात्रै हो। कम्पनीको होला होइन। त्यही हो। तपाईँहरूलाई चाहिँ कसरी मन्थली पे गर्छ कि डिस्को पर्छ? होइन हाम्रो ट्रिप अनुसार हुन्छ अब कसरी ट्रिपमा मिनिमम चाहिँ तपाईँको यो अब 1 घन्टाको चार्ज तिर्नु नि तपाईँले। हामीले 160 पर्छ। 160 पाउनुहुन्छ। ए जति ट्रिप गऱ्यो आफूलाई फाइदा। हजुर जति धेरै खासै त तपाईँहरूलाई नि त रोइ नि छ त पैसा त। उनीहरू कम्पनीले राख्दो रहेछ ज्यादा। सम्पत्ति उहाँहरूकै हो होइन। हामी चाहिँ त्यही पैसा मात्रै त हो नि। तर पनि हुन्छ नि काका दिनमा अनि 10 जस्तो त हान्नुहुन्छ नि मजाले। 10 त हाल्नुहुन्छ त्यहाँनिर किनभने अब सबैको पारो पनि हुन्छ। त्यसमा चाहिँ फेरि त्यत्तिकै धेरै 10 भनेको लगभग कहिलेकाहीँ होइन कति 6वटा 7वटा हुन्छ कि 5वटा? 4-5 चाहिँ लगभग नियमित जस्तै हुन्छ। ए तर सबै पालै पिलो गर्नु पर्यो होला नि त नि। हजुर हुन्छ तर अब 10 चाहिँ हुन्छ। 10 कहिले काहीँ हुने त्यो त खासै त्यस्तो त राम्रो त होइन। ठिकै छ। तर पनि ठिकै हो त्यति पनि। अनि 5वटा भयो भने पनि त अनि 500 भइगयो उता 60 भने 6-5 800 त्यस्तो हुन्छ। ट्रिप पनि हेरी हुन्छ। जस्तै अब अलिक छिटो आएर तपाईँ मन्त्री गएको भएदेखि 280 पाउँथ्यो होइन। कोही चाहिँ अब 2 घन्टा 3 घन्टा घुम्ने खालको हुन्छ। त्यसमा चाहिँ अब त्यही हुन्छ। पारी मात्रै छोडिदिनु हो भने 300 पाउँछ हामीले। तपाईँले 80 पाउँछ हामी 300 पाउँछ। अनि पारी छोडेर गएर आएको तपाईँले 1650-80 तिर्नु भयो भने हामी 500 पाउँछ। त्यस्तो हुन्छ। ए त्यसो भने त्यही 1 करोड त हुन्छ भन्ने मिनिमम चाहिँ जहाजै त्यो हो क्या 1 घन्टाको हिसाबले। त्यसमा त ठिकै रहेछ। अनि तर फेरि कहिलेकाहीँ चाहिँ वेट गरेर बसेर पनि हुन्छ। 5 दिन नआउनु पर्छ। मिनिमम त बर्खाको समयमा
बर्खामा चाहिँ चल्दैन नि के लगाएको पछाडि? अब काम पनि धेरै हुन्छ पानी सानी फाल्नु पऱ्यो रद्द गर्नु पर्यो बर्खामा त रिक्स पनि हुन्छ नि। जाली हानेको हो उनीहरूले। बर्खामा त रिक्स पनि हुन्छ नि त्यही भएर भन्छ मिनिमम चाहिँ 1000 चाहिँ बस्छ। त्योभन्दा पनि 700-800 रुपियाँ हिसाब पनि 22-23 हजार रुपियाँ महिनाको हुन्छ ए भइगयो एक दिनमा सरदर गएर जम्मै हावापानी सब मिलाएर दिनको 22-23 सय। अनि खानु बस्नु चाहिँ उनीहरूले होइन दिन्छ कि आफ्नै? महिनाको होइन सबै आफ्नै हो सुक्खा हो त यो सुक्खा मात्रै हो ए रेन्ट त अनि भनेर त नि रेन्ट त कति जस्तो पर्छ? दिने कुरा छ 12 तिर्छु ए कति दिनुहुन्छ? पानी बत्ती 12,000 हो। 12,000 आम्मा। यो 12 पनि राम्रो खाले ढल भयो क्या एक तले यसो एक पाके क्या यो फ्ल्याट कि रुम मात्रैको? रुम मात्रै रुम मात्रैको 12,000 पर्यो नि। महँगो रहेछ। महँगो छ नि त्यसमा फेरि खानु बस्नु आफ्नै हुनु पर्यो होइन? अहिले पनि अब मेरो एकदम महँगो छ क्या खानेकुराहरू पनि उता गोठ जाँदैछ त बोटको। फर्केको ए जाल काम गर्नुपर्छ हामीले जाल रहेछ नि त जाल। फसेको कि निकालेको थियो? निकालेको कि फसेको थियो? है त्यो हापे हो? हापे खप्न लाग्यो ए अहिले खप्नु छ अनि भुइँ जानु निकाल्नु छ मासु त सक्नु पर्छ होला। कहिले परिकार छ कहिले खरिद पर्छ कहिले हेर्नु पर्छ कहिले उनीहरूले त लाइफ ज्याकेट खुवाउने जाल झाप्ने भने आफ्नै हुन्छ बोट। एक हातले चलाउने आफू सरेर जानु एक हातले चलाउनु आफू सरेरै जानु नचलाइ पनि गइरहेको हेर्दा त सजिलो छ त त्यो सिङ्गल बोट चलाउनु। होइन हल्का बसेर चलाएको त्यो समाधान मिलेको थियो चाहे चल्ने सकिन्छ सकिन्छ भर्खर कहिले नचलेको कहिले चलाइ पनि सक्छ क्या हो हल्का हुन्छ एकदम त्यस्तो रिक्स नहुँदो रहेछ। रिक्स अब उहाँहरू चाहिँ अब लड्छ कि भनेर दुईतिर खुट्टा राखेर भन्छ त खास माथि खुट्टा राखेको थियो क्या खासमा यसलाई चाहिँ स्ट्यान्डर्ड पाराले उभिएर गर्ने हुँदैन खास कुरेहरूलाई त दामी भन्छ नि र तिनीहरू पौडी पनि खेल्छ नि त नि। हजुर स्विमिङ त अब पुलमा त स्विमिङ गरिन्छ पुल र यहाँको मिल्दैन होला फेरि। यो त गहिरो सानो पुलमा त अब निश्चित गइरहेको हुन्छ नि त होइन तब कसेर तल गयो भने बरु खुट्टाले तान हरेर माथि हाल्नु सक्छ सकिन्छ यहाँ त सक्दैन। खुट्टाले भेट्दा त अनि तलै जान्छ। भेट्दैन त्यो ढिलो निकाल्छ नि त अब तल पुलमा चाहिँ यस्तो पोइन्ट हानेर सट्टै फुत्तै निस्किन्छ। कति फुट छ यसमा त छ नि 40 फुट छ यो त 80 फुट हुन्छ 80 फुट अनि आम्मा 80 फुट त अनि क्या सानोतिनो उयो नै लाउनु पर्यो के अरे यो पानी जहाजै लाउँदैन बोट क्या तर अरू चल्दैन भनेर नि दिँदैन पानी पोलिसी हुन्छ यिनीहरूको। यहाँको उयो मात्र होला यो फेमस भनेको बोट होला यहाँ। चल्छ कता घुम्दै आउनुभयो यहाँ पोखरैबाट गएको हो जाँदै मुक्तिनाथ हुँदै घान्द्रुक हुँदै ए जाँदै आउँदै उयो गर्नुभयो होइन होइन घान्द्रुक गयो घान्द्रुकदेखि मुक्तिनाथ मुक्तिनाथदेखि बालेश्वर त्यहाँदेखि के अरे कालिका कालिका, बागलुङ कालिका। बागलुङ हुँदै अनि
त भोलि त्यही त मनाङ जाउँ भनेर चाहिँ नि त। लम्बिङ जान्छ है बेसी सहर हुँदै उता उता जान्छ यहाँ कहाँ डुम्रेदेखिको बेसी सर हो नि डुम्रेदेखि यहाँबाट डुम्रेबाट छिर्छ डुम्रेबाट छिरेर अनि बेसी सर हुँदै डुम्रे भनेपछि त त्यो के अरे यहाँ हाम्रो छ नि दमौलीदेखि कता पर्छ दमनदेखि अझै उता अझै अगाडि नि ए दमौलीदेखि अगाडि गएर चाहिँ उकालो लाग्नु पर्यो नि मैले त सोचेँ कि मुक्तिनाथदेखि उता पो जानु होला भनेर अन्नपूर्ण देश काम भन्छ रावण आउँदैन भाइ घुमसुम लाग्दैन त्यो चाहिँ अन्नपूर्ण सर्किट हो त्यो के अरे प्याराग्लाइडिङ चाहिँ कहाँ साह्रो छ अहिले बाँकी त्यही सर्किट अलिकति त्यो उयो पहिले त कुन ठाउँमा थियो शरणकोट थियो त्यो बन्द गऱ्यो नि अलिकति त्यहाँ बन्द गरेर अलिक पर लगाएको थियो अनि फेरि अलिक सायनकोटबाट अलिकति पर एयरपोर्ट डिस्टर्ब भयो अरे भने सुन्छ नि त त्यो भन्ने कुरामा त्यो प्लेन नै उड्दैन एयरपोर्टको ऊ झन् लड्यो त अलिकति त्यो हामीले पनि पल्टी हाल्छ पल्टिन्छ ज्याकेटले गर्छ होला नि अब उता नै हेर्ने हुन्छ होला उता मान्छे हुँदैन हेर्नु ज्याकेटले माथि माथि गर्छ होला नि त्यो माथि भयो भने त भिजेपछि त अनि गाह्रो भइहाल्छ नि नजान्ने कुरामा रिक्स हुन्छ भित्र मात्रै त्यो हात्ती चाहिँ भएन फेरि केही हुनु हात्ती भने चाहिँ पानी खाइहाल्यो यो लाइब्रेरी फेरि अनि आत्मी गुम्बा पनि राम्रो छ त्यो मन्दिर त कहाँ बस्छ त्यसरी शिवजीको उयो भयो कुन मन्दिर भन्नुभएको शिवजी ठुलो मन्दिर ठुलो मन्दिर यो डाँडा पारिपट्टिको ए हजुर यो डाँडा पारि पुग्नेपुर भन्ने यहाँ कालको चाहिँ भएको त्यही त अगाडि बसिरहेको नि हाल भयो भने यो आफूले जति बेला पनि चलाउनु मिल्छ त आएर जस्तै 1 महिना चलाए गयो अब फेरि आएर पछि चलाउनु मिल्यो ए ढुङ्गा त्यो चाहिँ मिल्छ हजुर त्यति मेरो मिल्यो स्यालेरी बेसी होइन नि त ए अब चलाउनु मलाई आएर पछि चलाएर चलाउनु मिल्यो सिजनभरि चलायो अफ सिजनमा घर गयो होइन काम गरेर हुन्छ गर्दाखेरि चाहिँ तपाईँहरूले के गर्नु पर्यो त्यहाँ उनीहरूलाई देखाउनु पर्यो आफूले चलाएर होइन पहिले नै देखिसकेको उनीहरूले लाइसेन्स पनि सकेका छन् लाइसेन्स छ हजुर ए पहिले आफूले ट्रायल त दिनु पर्यो हजुर ट्रायल दिएपछि मात्रै उनीहरूले लाइसेन्स प्राप्त भएपछि चाहिँ गर्ने त्यो लाइसेन्स पनि अर्को तालमा युज हुँदैन यो तालमा मात्रै हो आफ्नो हुन्छ नि त तालमा बेग्न स्टाइलमा के हुने सिक्नु चाहिँ तपाईँले यहीँ सिक्नु भयो कि हजुर म यतै नजिकै बस्थेँ पहिला छेउमा त्यहाँतिरै अनि साथी यात्री बनाएर छिटो चलाइयो ए उसले सिकाएको ए ठिकै छ गर्नै पऱ्यो होइन बाँच्नु पाएँ एउटा एउटा त गर्नै पर्यो नानी कति जान्छ नानी एउटा बाबु छ आज किराना गेलु ए अनि कति साल भयो र ढिलो बिहे गर्नु है क्या हिजो गरियो कति पुग्नु अहिले 47 पुग्यो ढिलो भएछ नि हौ 36मा बिहे गरियो म 42 वर्षको मान्छेले त मेरो 3 जना छ नि हो त नि एउटा मेरो छोरा मात्रै अब हजुरको पर्ने बेला भयो नि मेरो बिहा मेरो 16 वर्षको छ नि एउटा ठुलो छोरी 13 मेरो लाग्छ भाइको छोरो 25 वर्षको छ मेरो त 13 वर्ष एउटा 6 वर्ष त्यहाँ मुनिको छोरी मुनिको बहिनीको बर्खामा त यो ढिलो बिहे गऱ्यो भने आफूलाई पनि फाइदा हुन्छ जस्तो
खै फाइदा हुन्छ कि के अनि बिमारी त हुन्छ नि अब हेर्ने त सब सरकारी भयो नानी भर्खर छ भन्ने हुन्छ